समाज भन्नाले के बुझिन्छ? चिसोक सेवा खंला खगसम। समान संस्कृति, भाषा र नियममा बाँधिएका मानिसहरूको समूहलाई समाज भनिन्छ। युल्सल कुम्सी दङ केही टिक्सी चिग्गी चिङ्बे मिसोक सिग्ला चिसोक सेर। समाज कसरी बन्छ? चिसोक क्षेत्र टुकियो थम। पारस्परिक सहयोग र सम्बन्धबाट समाज बन्छ। चिसोङने फेन्सु न्यामले तङ ढिल्ढिला तेने डुबाई। समाजका मुख्य अङ्ग के हुन्? चिसोकी छासेचो खाँदा हिन्न। परिवार, विद्यालय, मन्दिर, सङ्घ संस्था आदि खिमसाङदङ लोब्डा ह्लाखाङदङ छोक्पा सोकी। परिवार समाजको के हो? खिमसाङने चिसोकी चिसिकिन। परिवार समाजको सानो एकाइ हो। खिमसाङने चिसोकी छासे छुङसो थेइन। समाजमा नियम किन आवश्यक हुन्छ? चिसोक नङ ठिमलुक गथे खाङिनम। अनुशासन र शान्ति कायम राख्न डिक्ठिमदङ सिते सुङचोङ छाछे। समाजमा धर्मको भूमिका के हो? चिसोक नङ छोलुकी लेकिन खाङिनम। आचरण र नैतिकता कायम राख्न चाचो दङ कुन्चो जुनछोङ चाचे। समाजमा शिक्षा किन जरुरी छ? चिसोक नङ सेयन खाल छेम्बो छाक खैतन खाङिनम। सचेत, सभ्य र सक्षम नागरिक बनाउन सेतोक्तङ यार्थुनचेन्दङ झन्धङचिन्गी चिमङ टुन्छे। समाजमा समानता किन चाहिन्छ? चिसोक नङ टाङयम खैतन खाङिनम। सबैलाई समान अवसर र सम्मान दिन मिछाङमर टाङयमजी खोकप्तङ चिथोङ टुछे। असमानता के हो? टाङयम मिम्बा खाङरेथम। जब केही मानिसलाई अन्य पूर्ण रूपमा कम अवसर मिल्छ त्यो हो। धेने मिखासेला टङदे मिम्बी कोने खोकप न्युङदु तोङवा धेरै। समाज सेवा भनेको के हो? चिसोक स्याप्सु सेवा खाङिनम। अरूको हितका लागि निस्वार्थ काम गर्नु हो। सेम्फेङ्गी सेदो केर्से मेपर लेका चिजु थिइन। सहयोगको भावना किन जरुरी छ? क्याप्चर जित्दुसे चिचिर कालछिन हिनम। सङ्कटमा एक अर्कालाई सघाउन काङल ठेका फेन्सुन रोग्राम चाचे। समाजमा के गर्नु भएन भने समस्या आउँछ? घाङसिङ मान्छेना चिसोङ नङ न्योक्दा योङसिथम। नियम र नैतिकता पालना नगरेमा ढिक्ठिमदङ कुन्चोला चिसोङ माझेछे। संस्कृति के हो? रिक्सुङ खाङिनम। जीवनयापनको चालचलन, परम्परा र रीतिरिवाजको योग हो। सोही घुम्सिदङ सुलजुन्दङ घुम्सी चिगी तुमसिन। हाम्रो समाज कस्तो हुनुपर्छ? मासुई चिसो खाङडासिक हिन गसम। समान, सहिष्णु र प्रेमपूर्ण हुनुपर्छ।
대장염당 소금당 쇠와 탱크 छुवाछुत भनेको के हो? लाक्पा माछाङवा शेपा खाङ जातीय आधारमा हुने भेदभाव गर्नु हो। मिरिगला तेने ए छेपा रे। छुवाछुत किन गलत हो? लाक्पा माछाङवा ते छिर नठुलिनम। यसले मानव समानताको उल्लङ्घन गर्छ। दि ड्रोआ मी ट्रन्यामला दोग्रोल तङ्गियो। नेतृत्व भनेको के हो? गठी चेपा खङिनम। अरूलाई राम्रो बाटो देखाउने क्षमता हो। सेनला लामसङ तुम्बी नुपारे। समाजमा महिला र पुरुषको भूमिका के हो? चिसोक्नङ फुमेदङ केबा निची लेकिन खङिनम। समाज विकास गर्नु हो। चिसोङ यार्चे तोङजुरे। समाजमा बालबालिकाको अधिकार के हो? चिसोक्नङ छिबा सोई थोपथाङ खाङरेथाम। शिक्षा, स्वास्थ्य र सुरक्षा पाउने अधिकार हो। सेयोन्दङ छेतेन्दङ देजक थुबी थोपथाङ रे। वृद्ध वृद्धको हेरचाह किन गर्नुपर्छ? छिर गेनगुनला चेचोङ छेकेसाम। उनीहरूले अनुभव र माया दिएका हुन्छन्। खोङछे न्याम्न्योङदङ चेसेम नङ ये। सामाजिक समस्या के हुन्? चिसोकी काङ्गेल खाङिनम। गरिबी, बेरोजगारी र भेदभाव आदि हुन्। उल्फोङ लेस्योरथङ एजे सोक्रे। सामाजिक समस्या समाधान कसरी गर्न सकिन्छ? चिसोकी काङ्गेल जितरसेल थुप्फाम। शिक्षा, चेतना र सहकार्यबाट समाधान गर्न सकिन्छ। सेयोन्तङ गतोक्तङ न्याम्डिल्की काङ्गेल सेलथुप। सामाजिक संस्था के हो? चिसोक छोक्पा खाङसिगिनम। समाजको हितका लागि काम गर्ने एउटा सङ्गठन हो। चिसोकी खेपेन छेदु लेका छेकिङ्गी डिग्जुक सिगिन। नागरिक दायित्व के हो? चिमङ्गी गेन्ची खाङिनम। समाज र देशप्रति जिम्मेवार बन्नु हो। चिसोकदङ ग्याल्खब्जी गेङखुर गोपा थेइन। राम्रो नागरिक को हो? मिसिर सङ्बो सुसिगिन। जसले नियम पालना र समाजको हित गर्छ त्यो हो। सुसिकी डिग्लम चिसुङदङ चिसोकला फेन्दोक्पा थेइन। समाजमा हामीले के योगदान दिन सक्छौँ? ngatsui चिसोकला फेन्दोक चिसिक छे थुपाम। हामीले धेरै योगदान दिन सक्छौँ। ngatsui फेन्दोक मङ्बो ते थुप्जियो।